ब्युटिफुल पिपल है र आज चाहिँ डे 3 भारतीय भाषा समर क्याम्पको चाहिँ है र आज चाहिँ स्कुलमा एक्टिभिटी के छ भने चाहिँ नानीहरूलाई मार्केटको कन्सेप्ट चाहिँ क्लियर गर्नुपर्ने छ है र आज उनीहरूले चाहिँ सब्जीहरू लिएर आउनेछ है फलफुलहरू लिएर आउनेछ र अब हामी टिचरहरूले चाहिँ किन्नुपर्ने हुन्छ है र मार्केट कस्तो हुन्छ बजार कसरी चल्छ भनेर चाहिँ अब उनीहरूलाई चाहिँ क्लियर गराउनु पर्ने छ है र आज चाहिँ म के गर्दैछु भने चाहिँ मेरोमा चाहिँ अब 500 को नोट छ हो यही लुगा दिन्छु हो मेरोमा चाहिँ चेन्ज पनि छैन सो हेर्छु नानीहरूको रियाक्सन कस्तो हुँदो रहेछ भनेर है र आज मजा आउँछ होला सायद हैन आज नयाँ एक्टिभिटीहरू हुँदैछ स्कुलमा सो मेरो रुममा अलिक यस्तै छ अलिकति मैला छ है सो प्लिज इग्नोर गर्नु होला मेरो रुमलाई चाहिँ क्यारी ब्याग पनि हैन अब नानीहरूको सब्जीहरू कि गुड मर्निङ अर्ग्यानिक उठाउने भयो हाम्रो मम यति छिटो तिमी चाहिँ र अब अहिले चाहिँ एक्टिभिटी के गर्नुपर्ने छ भने चाहिँ एउटा टोब्याकोको एवेरनेस प्रोग्रामहरू गर्नु Finish. सो अहिले हाम्रो पेन्टिङ कम्पिटिसन पनि सकेको छ है र यो नानीहरूले चाहिँ एउटा पेन्टिङ पनि गर्दैछ है गरेको छ र सबैले देखाउनुहोस् त अब चाहिँ हाम्रो स्कुलमा चाहिँ के एक्टिभिटी हुँदैछ भने चाहिँ अब हामीले चाहिँ मार्केटहरूलाई चाहिँ अब कसरी मार्केटहरूको चाहिँ आइडियाहरू दिनुपर्ने है नानीहरूलाई चाहिँ र यसमा चाहिँ अब नानीहरूले अलरेडी दोकानहरू सेट गरिसकेको छ है र हामीले पनि हेल्प गरेको छ र अब हामीले चाहिँ अब उनीहरूको सब्जीहरू जे ल्याएको छ भेजिटेबल्सहरू फ्रुट्सहरू ल्याएको रहेछ सबै अब हामीले किन्नुपर्ने है र कस्तो हुन्छ तपाईँले हेर्नुहोस् है र मैले यो झोला पनि ल्याएको छ र पैसा चाहिँ अलिकति मेरोमा छैन यो एक्टिभिटीले चाहिँ के हुन्छ भने चाहिँ नानीहरूलाई चाहिँ अब मार्केट कसरी चल्दो रहेछ है पैसाको भ्याल्युहरू अब त्यो के हुन्छ हिसाब किताबहरू सिक्छ उनीहरूले र भेजिटेबल्सहरूलाई चाहिँ अब कुन चाहिँ नामले चाहिँ इङ्ग्लिसमा हिन्दीमा नेपालीमा के भन्छ भनेर चाहिँ यो सबै कुराहरूको आइडियाहरू हुन्छ भनेर चाहिँ हामीले यो एक्टिभिटी हामीले सब्जीहरू राम्रो ल्याएको रहेछ सब्जी पऱ्यो त रहेछ इधर बहुत सस्ता है बड़े बड़े लोग इधर आओ कसरी 10 रुपैयाँ बार्गेनिङ ल किन्नु हुँदैछ सब्जी है आम्मामामा सब
ए हुँदैन रेन्ज टेक सर जिरो खोर्सानी चाहिँ जिरे खोर्सानी यता जिरे खोर्सानी किन्नु हुँदैछ है त्यस्तै भइरहेको कति 10 20 के भन्छ नाम आरु चाहिँ आरु भन्छ जस्तो लाग्यो आरु हो आरु सर ल्याउनुस् न सर सर सस्तो छ सस्तो यता चाहिँ के हो दुईजना चाहिँ अन्त अहिले यस्तो प्रकारले चाहिँ कहाँ आउँछ यो मैले बस्तीको अन्डा किनेको छ है यो चाहिँ मेरो नानीको लागि किनेको है एडविनको लागि किनिदिएको यो चाहिँ नेपालीमा किन्नु भयो होइन अब चाहिँ यता फ्रीमा पनि भन्नुहोस् न उयो आजको चाहिँ हाम्रो मार्केटको एक्टिभिटी पनि सकेको छ है र मैले धेरै किनेको छु यता कतिले चाहिँ मलाई फ्रीमा पनि दिएको छ है यता सरले पनि किन्नु भएको छ हो र यसरी नै आजको डे 4 को एक्टिभिटीहरू पनि सही छ र मेरो ब्लग पनि म यता नि म एन्ड गर्न चाहन्छु है होप तपाईँले इन्जोय गर्नुभयो होला मेरो ब्लगलाई र पछाडि चाहिँ रेनबो पनि लागिरहेको रहेछ है ओके सो स्टे ट्युन है र मेरो च्यानललाई सब्सक्राइब गर्नुहोस् र यसरी नै म राम्रो राम्रो भिडियोहरू हालेर चाहिँ तपाईँहरूलाई एन्टरटेन गर्ने म कोसिस गर्दैछु है थ्याङ्क यू सो मच फर वाचिङ माई भिडियो